नमस्कार सम्पूर्णमा आज म फेरि नयाँ टपिक यानि कि आज चाहिँ घुमफिर भन्दा पनि क्लास 12 र बिबिएस फर्स्ट इयरसँग सम्बन्धित क्यास फ्लो स्टेटमेन्ट अथवा स्टेटमेन्ट अफ क्यास फ्लो यो चाहिँ दुईटा मेथड छ डाइरेक्ट मेथड र इन्डाइरेक्ट मेथड। आज चाहिँ डाइरेक्ट मेथडको फर्मेट एक्सप्लेन गर्ने कोसिस गर्नेछु भने र एउटा सम्भव भयो भने एउटा सोल्युसन यही भिडियोमा अथवा लामो भयो भने चाहिँ अर्को भिडियो पनि बनाउने छु र यसमा चाहिँ स्टेटमेन्ट अफ क्यास फ्लोमा हामी हेर्ने भनेको कति क्यास आयो र कति क्यास गयो। क्यास आएकोलाई हामीले इनफ्लो भन्छौँ, त्यसलाई प्लस भनेर बुझिन्छ र क्यास आउटफ्लो भनेको संस्थाबाट क्यास बाहिर गएको भन्ने बुझिन्छ र यसलाई चाहिँ हामीले म्याथमेटिकली चाहिँ त्यसलाई माइनस भनेर बुझ्छौँ है, आउटफ्लो भनेर बुझ्छौँ। र यसमा क्यास फ्लो स्टेटमेन्टमा तीनटा छ, अपरेटिङ क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज, क्यास फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटिज, क्यास फ्लो फ्रम फाइनेन्सिङ एक्टिभिटिज। र क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिजमा चाहिँ हाम्रो पहिलो छ क्यास सेल्स एन्ड कलेक्सन फ्रम कस्टमर्स अथवा डेप्टर्स। यसमा डेप्टर्स भन्ने परिहाल्यो। यदि डिक्रिज इन डेप्टर्स छ भने त्यो चाहिँ इन्फ्लो हुन्छ, इन्क्रिज भएको छ भने त्यो चाहिँ आउटफ्लो हुन्छ है। इन्क्रिज भएको छ भने आउटफ्लो हुन्छ। यस्तै गरी इन्क्रिज इन प्रोभिजन फर डाउटफुल डेप्ट भनेको छ भने त्यो चाहिँ आउटफ्लो हुन्छ। यदि डिक्रिज इन प्रोभिजन फर डाउटफुल डेप्ट छ भने त्यो चाहिँ के हुन्छ, इन्फ्लो हुन्छ है। यानि कि यदि एसेट्सहरू बढ्यो भने चाहिँ आउटफ्लो, एसेट्सहरू घट्यो भने चाहिँ इन्फ्लो। यस्तै गरी लाइबिलिटिज बढ्यो भने इन्फ्लो, लाइबिलिटिज घट्यो भने चाहिँ आउटफ्लो है। त्यो भएर चाहिँ हामीले अलरेडी अपरेटिङको क्यास सेल्स एन्ड कलेक्सनमा जाने अर्को भनेको डिस्काउन्ट अलाउड, यो चाहिँ आउटफ्लो हुन्छ। यस्तै गरी बीमा छ हाम्रो अपरेटिङको बीमा क्यास पेड टु सप्लायर्स फर पर्चेज अथवा सप्लायर्स मात्रै हामीले लेख्न पनि सक्छौँ, क्यास पेड टु सप्लायर्स मात्रै लेख्न पनि सकिन्छ अथवा लेख्ने गरिन्छ। यसमा पहिलो चाहिँ कस्ट अफ गुड्स सोल्ड सिओजिएस, जुन चाहिँ सिधै दिन नि सक्छ अथवा ओपनिङ स्टक प्लस पर्चेज माइनस क्लोजिङ स्टक गरेर हामीले निकाल्न सक्छौँ। यो चाहिँ के हुन्छ, आउटफ्लो हुन्छ। भने इन्क्रिज इन स्टक अथवा इन्भेन्ट्री यो पनि आउटफ्लो हुन्छ। यदि डिक्रिज इन स्टक छ भने के हुन्छ, इन्फ्लो हुन्छ। डिक्रिज इन क्रेडिटर्स छ भने यो चाहिँ आउटफ्लो हुन्छ, अथवा डिस्काउन्ट रिसिभ छ भने त्यो चाहिँ इन्फ्लो हुन्छ। इन्क्रिज इन क्रेडिटर्स अथवा अकाउन्ट पेबल छ भने यो चाहिँ के हुन्छ, इन्फ्लो हुन्छ। र यसको ओभरअल रिजल्ट चाहिँ प्राय आउटफ्लोमा आउँछ। क्यास सेल्स एन्ड कलेक्सनको ओभरअल रिजल्ट चाहिँ केमा आउँछ त, इन्फ्लोमा आउँछ। प्राय यो यही नै हुन्छ भन्ने चाहिँ हुँदैन, कहिले कहिले फरक पनि आउन सक्छ। अर्को सीमा छ क्यास पेड टु इम्प्लोइज एन्ड अदर अपरेटिङ एक्सपेन्सेस। यहाँ चाहिँ क्यास अपरेटिङ एक्सपेन्सेस इन्क्लुडिङ वेज एक्सेप्ट डिप्रिसिएसन। यहाँ चाहिँ वेज स्यालेरीहरू इन्क्लुड हुन्छ भने डिप्रिसिएसन चाहिँ इन्क्लुड हुँदैन। डिप्रिसिएसन यहाँ छ भने राख्न पाइँदैन, त्यसलाई चाहिँ के गर्नुपर्छ, घटाउनुपर्छ। यो चाहिँ आउटफ्लो हो। इन्क्रिज इन आउटस्ट्यान्डिङ एक्सपेन्सेस, यदि आउटस्ट्यान्डिङ एक्सपेन्सेस बढ्यो भने, लाइबिलिटिज बढ्यो भने इन्फ्लो हुन्छ, डिक्रिज भयो भने के हुन्छ, आउटफ्लो हुन्छ। डिक्रिज इन प्रिपेड एक्सपेन्सेस यो चाहिँ इन्फ्लो हुन्छ, इन्क्रिज इन प्रिपेड एक्सपेन्सेस चाहिँ के हुन्छ, आउटफ्लो हुन्छ। अर्को छ डीमा इन्ट्रेस्ट पेड। यो इन्ट्रेस्ट पेड चाहिँ इन्ट्रेस्ट एक्सपेन्सेस यो इन्कम स्टेटमेन्टमा छ भने यो आउटफ्लो हो। अब प्रिपेड एक्सपेन्सेस बढ्यो भने आउटफ्लो, आउटस्ट्यान्डिङ इन्ट्रेस्ट घट्यो भने आउटफ्लो है। किनकि करेन्ट एसेट्स अथवा एसेट्स बढ्यो भने आउटफ्लो, घट्यो भने इन्फ्लो, लाइबिलिटिज बढ्यो भने इन्फ्लो, घट्यो भने आउटफ्लो। प्रिपेड एक्सपेन्सेस घट्यो भने चाहिँ इन्फ्लो भयो र आउटस्ट्यान्डिङ एक्सपेन्सेस बढ्यो भने नि इन्फ्लो भयो है। अर्को छ ट्याक्स पेड। यो ट्याक्स पेड इन्कम स्टेटमेन्ट अनुसार छ भने त्यो नि आउटफ्लो हुन्छ। यो प्रिपेड एक्सपेन्सेसको रुल माथिकै सेम है, इन्ट्रेस्टको र प्रिपेड ट्याक्सको र प्रिपेड इन्ट्रेस्टको
चाहिँ सेम हो र इन्क्रिज इन प्रोभिजन फर ट्याक्स यो चाहिँ लाइबिलिटिज बढ्यो भने इन्फ्लो डिक्रिज इन प्रोभिजन फर ट्याक्स यो चाहिँ के हुन्छ इन्फ्लो हुन्छ अर्को छ अपरेटिङ इन्कम जसलाई हामीले इन्ट्रेस्ट एन्ड डिभिडेन्ड रिसिभ भनेर भन्छौँ यो चाहिँ फाइनल अकाउन्टको अदर इन्कममा पर्ने आइटमहरू छ भने सबै इन्फ्लो हुन्छ है रिसिभेबल यो पनि अब यदि घट्यो भने इन्फ्लो रिसिभेबल घट्यो भने इन्फ्लो बढ्यो भने चाहिँ आउटफ्लो हुन्छ र क्यास फ्लो फ्रम एक्स्ट्रा अर्डिनरी आइटम यो चाहिँ अपरेटिङको लास्ट हो यसलाई हामीले अरू कुनै कुनै बुक हेऱ्यो भने फाइनेन्सिङ एक्टिभिटिजमा राख्न पाइन्छ त्यो पनि राख्न पाइन्छ है र एक्स्ट्रा अर्डिनरीमा विशेष गरी सर्ट टर्म ब्याङ्क लोन र ब्याङ्क ओभरड्राफ्ट पर्छ सर्ट टर्म ब्याङ्क लोन बढ्यो भने इन्फ्लो घट्यो भने चाहिँ आउटफ्लो है यसको रिजल्ट पनि इन्फ्लो आउटफ्लो अथवा प्लस माइनस जेमा आउन पनि सक्छ र एदेखि जीसम्म जोड्ने घटाउने गरेपछि के आउँछ नेट क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज आउँछ र अर्को बीमा छ हाम्रो क्यास फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटिज क्यास फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटी भनेको फिक्स एसेट्ससँग सम्बन्धित हो यसमा फिक्स एसेट्स र इन्भेस्टमेन्टहरू पर्छ र सेल्स अफ फिक्स एसेट्स इन्फ्लो हो पर्चेज अफ एसेट्स आउटफ्लो हो है पर्चेज अफ इन्भेस्टमेन्ट आउटफ्लो सेल अफ इन्भेस्टमेन्ट इन्फ्लो हो यसको रिजल्ट चाहिँ प्राय माइनसमा अथवा आउटफ्लोमा आउँछ अर्को छ सीमा क्यास फ्लो फ्रम फाइनेन्सिङ एक्टिभिटिज इस्यु अफ सेयर यो इन्फ्लो हुन्छ इन्क्रिज इन प्रिमियम यो पनि इन्फ्लो हुन्छ इस्यु अफ प्रिफरेन्स सेयर यो पनि इन्फ्लो हुन्छ इस्यु अफ डिभेन्चर यो पनि इन्फ्लो हुन्छ रिपर्चेज अफ सेयर हामीले आफ्नै सेयर किनेको आउटफ्लो हुन्छ अनि रिडम्सन अफ डिभेन्चर अथवा रिडम्सन अफ प्रिफरेन्स सेयर पनि भन्न सक्छ यो पनि आउटफ्लो हुन्छ पेमेन्ट अफ डिभिडेन्ड पनि यो पनि आउटफ्लो हुन्छ है सबै जोड्ने घटाउने गरेपछि नेट क्यास फ्लो फ्रम फाइनेन्सियल एक्टिभिटिज आउँछ र ए प्लस बी प्लस सी ए भनेको अपरेटिङ एक्टिभिटिज बी भनेको इन्भेस्टिङ एक्टिभिटिज सी भनेको फाइनेन्सियल एक्टिभिटिज जोडेपछि नेट चेन्जेस इन क्यास आउँछ र त्यसमा ओपनिङ क्यास ब्यालेन्स जोडेपछि के आउँछ त क्लोजिङ क्यास ब्यालेन्स आउँछ क्यास इक्विभ्यालेन्ट है अब यसमा यदि एसेट्स बढ्यो भने आउटफ्लो घट्यो भने इन्फ्लो लाइबिलिटिज बढ्यो भने इन्फ्लो लाइबिलिटिज घट्यो भने आउटफ्लो हामी यसरी चाहिँ अब के गर्न सक्छौँ त हाम्रो अपरेटिङको फर्मेट चाहिँ यसरी हामी चाहिँ कम्प्लिट गर्न सक्छौँ यसरी गर्नुपर्ने हुन्छ